क्या उडेर गइरहेछ हाँसहरू त ल ओइ विन्टरमा यस्तो छ हालत यतातिर विन्टरमा घुम्न आउन चाहिँ गाह्रै छ समरमा अब मिल्यो भने समरमा आउनुपर्छ हेलो एन्ड वेलकम टु अनदर ब्लग है अब आज चाहिँ हामी त्यही हिजो यहाँ दाइ दिदीकोमा आइपुग्यौँ यो चाहिँ ओमल भन्ने ठाउँमा छौँ अब यहाँ चाहिँ यस्तो हिउँ परेछ अब घुम्न जाँदैछौँ अब आज यतैतिर घुम्नुपर्छ कहाँ कहाँ हुन्छ के हुन्छ होइन अब दाइ त्यही कामबाट आउनुहुन्छ सिधै डाइरेक्टै अब हामी चाहिँ जानु छ कुरिरहेको आउँदै हुनुहुन्छ दिदीहरू अब जाउँ यसो घुम्नुपर्छ आज ओमलमा रमाइलो गर्नुपर्छ ओमल हो कि खै त्यस्तै के हो ठाउँको नाम चाहिँ ओमलै हो क्या अरे भन्न चाहिँ अब त्यही जाउँ कामबाट आउँदै कस्तो भयो दाइ काम अब जाउँ हिँड्दै जानुपर्छ घुम्नुपर्छ अनि आजको प्लान के छ दा हाम्रो कता जाने हामी अहिले यता ल पहिला लेकबाट जाउँ न त लेकबाट लेक हेरौँ दाइ पहिला है यहाँ एकछिनमा आइपुग्दैछ छैन दिदी लेक हेर्न जाउँ के चाहिँ दाइ के गल्ती गर्यो त्यहाँ फोटो खिच्दा त्यहाँ बसेर यस्तो त छै हुँदैन होला है डेनमार्कमा कस्तो दाइ डेनमार्कमा यस्तो हुन्छ यस्तो साह्रो हिउँ पर्छ र पर्छ नि तर यो चोटि चाहिँ यस्तो एकचोटि पऱ्यो त्यही हो पहिला पनि पर्थ्यो र ए मोडलले मोडेल घरहरू चाहिँ क्या राम्रो देखाएको छ नि मोडेल के गर्नुभयो दिदी यस्तो काम यता अहिले भर्खर लागेको थियो एकछिनमै गइसक्यो 1-2 घन्टा अगाडि होला यता चाहिँ लागिरह अझै तर देखिया छैन हिँड्दैछ म चाहिँ अब यत्तिकै घुम्ने मात्र हो के हो चिसो छ खानुपर्छ यस्तो जुत्ता लाएर चाहिँ काम छैन रहेछ चिसोमा अनि पन्जा नि ल्याउनु बिर्स्यो पन्जाहरू बोकेर आउनुपर्छ यस्तोमा आउँदाखेरि जाँदैछ जाउँ ल यहाँको मिनी गल्फ कोर्ट विन्टरमा मिनी गल्फ कोर्ट के विन्टरमा यस्तो छ हालत यहाँ चाहिँ समरमा रमाइलो हुन्छ अरे क्याम्पिङ हाउसहरू यो सबै यहाँ समरमा आउन पर्ने रहेछ खासमा चाहिँ यो बिगेस्ट लेक भनेको यही हो यो नर्दर्न कन्ट्रीको खत्रै रहेछ उता त केही देखिँदैन यस्तो छ ठाउँ चाहिँ यहाँ फोटोसुट भिडियो हुँदैछ क्यान्डिड रेडी कस्तो क्यान्डिड स्नो स्यान्ड वाटर हो यो चाहिँ
ल यहाँ पनि यता जस रमाइलो रहेछ फोटोसोटो खिच्यो दाइको तालले अब त्यही छ मेरो चस्मा यहाँ खतरा खाने फेरि स्नोमा यहाँ यसरी टक्क लाएर फोटो खिच्नुपर्छ नि लिएर आएको सही छ कस्तो चित्त बुझ्यो दी It's nice. It looks peaceful and good. आइसक्यो Come here and visit. एउटा हामी चारजनाको सेल्फी लिउँ न त अनि ओके ल्याउने सरौँ अन्त टमाउनु सूर्य चारमा यहाँ फर्किँदा कस्तो बवाल देखिरहेछ यहाँ अब हामी चाहिँ उतातिरको जाँदैछौँ जाडो छ चिसो छ पहिला फेरि गर के भोक लाग्यो भने अब फेरि खाएर अनि फेरि निस्किनुपर्छ यताउति ननिस्किने ननिस्किँदै अब जाउँ यसो हेर्दै भ्यूहरू आजको भ्लग त्यति लामो चाहिँ हुँदैन हिउँ पर्खा धेरै हिँड्न सकिँदैन होइन अब दिदीहरूले हामीलाई यहाँ डाँडा चढाउने यहाँबाट जाने अब आज चाहिँ नर्दर्न लाइट्स पनि देख्न सकिन्छ अरे दिदीले भन्नुभएको नर्दर्न लाइट्स देखिन सक्छ भन्नुभयो होइन के भयो भने देखिन्छ अरे दिदी अहिलेको एक्सप्लानेसन दिनु न एकचोटि एकदम क्लियर स्काईमा चाहिँ देख्दैन क्या के हुनुपर्छ क्लाउडी काइन्ड अफ चाहिँ अहिलेसम्म मैले देखेको अनुसार चाहिँ फुल्ली पछि देख्यो भने हेर्न आउने दिदीले भन्नुभयो देखिन्छै देखिँदैन दाइ के भयो भने कति डिग्री रहेछ हेर त कति -3 खै देखाउनु त -2 सही चिसो छ यहाँ हातको ताल जस्तो भयो नि खिच्दैछु यहाँ कस्तो राम्रो देखिरहेछ आधी भइरहेछ त्यहाँ पुरै यो कालिम्चोक उताको आधी अब सनसेट हेर्न आएको हामी यहाँबाट म्याक्सिमम 2 घन्टा लाग्यो होला अब त्यो यताउति घुम्ने सिधै लास्टै नै चिसो भइसक्यो अब ओर्लिँदैछौँ हातहरू नि पुरै उ गरेर यस्तो पुरै भइसक्यो अब जाउँ यस्तो भर्याङ ओर्लिनुपर्छ बिस्तारी राम्रो है चिप्लो हुन्छ यहाँबाट राम्रो देखाएको छ ल यता चाहिँ यतातिर विन्टरमा घुम्न आउन चाहिँ गाह्रै छ समरमा अब मिल्यो भने समरमा आउनुपर्छ पछि लेट्स सी अब हामी चाहिँ यहाँ आइपुगिसक्यो होटलमा अब के खाँदैन दिदी अब जाउँ यसो तातो कफी खानुपर्छ कस्तो लाग्यो त हजुरलाई के हो दाइ अनि छोडेर भागेर आइदिने हामीलाई छोडेर आउने खाना लिन आएको अब दाइले यहाँ लाटे बनाइदिनु भारी मलाई यहाँ आउँछ दाइ बनाउ न के गर्नुपर्छ दाइ दिएन ल हाम्रो यही हो रेस्टुरेन्ट चाहिँ स्पाइस गार्डन इन्डियन रेस्टुरेन्ट तन्दुरी ग्रिल बनाउनु साँच्चीकै है
कफी म यहाँ हेर्दैछु अँ खै त अनि यसो भन्नु न यो गर्नुपर्छ यो यस्तो हो भनेर त्यो चाहिँ भन्नु पर्दैन त नि बुझाउनु पर्दैन मलाई नि म ट्रेनिङ दिइरहेको छु फोन बोलाएको त्यो चाहिँ के हो नि ए फिट्नेवाला के गर्नुभयो त त्यहाँ के गर्नुभयो भन्नु न खिर बनाउँदा खै देखाउनु न यहाँ सिप कफी तात्ता त चिसोमा तात्ता त कफी खाएर फेरि इनर्जी आइसक्यो अब फेरि दिदीले यहाँ घुमाउनु लग्नुहुन्छ हामीलाई समरमा चाहिँ राम्रै देखिन्छ यो पार्क अब विन्टरमा इट्स स्टिल विथ स्नो स्टिल ब्युटिफुल एक्साइटेड ल कस्तो राम्रो भएको छ उहाँ जाने हो अब हामी क्रिसमस ट्रीमा कस्तो राम्रो छ कति फनी हुन्छ I don't know अब गर्छन् भयो पोस्ट यस्तो फनी कस्तो राम्रो देखिरहेछ अहिले कस्तो राम्रो देखिरहेछ अहिले कति धेरै हाँसहरू रहेछ त्यहाँ यहाँको क्या उडेर गइरहेछ हाँसहरू त ल ओइ क्या उड्दो रहेछ यहाँको हाँसहरू है हाँसहरू यहाँ पनि लाइटहरू पनि बल्न थाल्यो सबतिर उज्यालो भयो अब चाहिँ राम्रो देखिएको छ कता पुग्छ यहाँ सिधा यहाँ द फेमस स्टोर अफ फ्रिडन इका ए तर आज क्लोज छ सबै यहाँ कति ठुलो क्रिसमस ट्री रहेछ ल अब हुँदा हुँदा अँध्यारो भएर आइसक्यो धेरै कति बजेको पनि छैन दी कति बज्यो अहिले कति बज्यो ठ्याक्कै 4 बज्यो ओल्ड वाच ए यहीँ रहेछ घडी ल ठ्याक्क 4 बजे नै पुरा अँध्यारो अँध्यारो रहेछ अझ यता त आज घाम लाग्यो भएर त्यस्तो अँध्यारो भएको छैन उतातिर त 3-3:30 बजेदेखि नै अँध्यारो हुन्छ अब जाउँ घर गएर मस्त बस्नुपर्छ तातो गरेर अब घर जाँदैछौँ अनि उयो खतरा चिप्लो रहेछ यहाँ त यस्तो त यो क्या राम्रो देखिरहेछ यता त्यसैले यता नि खिच्दिउँ होइन भिडियोहरू हेर्नु अब चाहिँ यहाँ घर पुग्न पनि लागिसक्यौँ अब आज धेरै घुमेन यो चिसोमा गाह्रो छ अब त्यही हो यो यता भएको त्यो आज गएको त्यो लेक चाहिँ लेक नै यता नर्दर्न कन्ट्रिजको यो स्क्यान्डिक कन्ट्रिजमा चाहिँ सबसे ठुलो बिगेस्ट लेक हो अरे अब त्यहाँ समर भए चाहिँ बोटहरू सबै हुन्थ्यो यताउति तर अहिले अब जाडो भएर हिउँ पर्दा भएर त्यस्तो केही देखेन आज जाडो पनि भयो एकदम चिसो छ यता गाह्रो छ होइन अब घर जानुपर्छ अब घर गएर मस्तसँग तातो गरेर बस्नुपर्छ अनि अब आजको भ्लग चाहिँ धेरै लामो पनि भएन त्यस्तो अरू कतै घुम्न जान पाएन हिँडेरै हो सबै यतै अब ठिकै छ अर्को भिडियोमा भेटौँ है अब लाइक सेयर सब्सक्राइब गरौँ सी यु इन नेक्स्ट भ्लग है बाइ बाइ